हेलो एन्ड दर्शन नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आज चाहिँ हामी इटरी घुम्न जाँदैछौँ केटाकेटीहरूलाई यसो जम्पिङ गराउन। अब चाहिँ राम्रो बाटो अवस्था पूजा गरेको बाटोमा पितृदान गरेको बाटो राम्रो आयो। के हेरेको सानै ओइ के हेरेको ओलौटी यो चाहिँ हाम्रो घरको सबैभन्दा कालो सदस्य मध्येमा यो हो। अब हामी चाहिँ बेतला पुग्छौँ है, लक्ष्मी मार्ग। हामीले चाहिँ बाटो नदेखेर पार्किङ एरियाभित्रै छ त, मैले हेरेको थिएँ अघि हेरेको थिएँ नि भिडियोमा। फाइनल्ली हामी चाहिँ आइसकेका छौँ। बस भिडियोमा निकाल्नु र आँडेको माने उयो राख्नु न, भित्र राख्नु नि सोध्नु। यही हो यो यहाँ बाहिर हो। अनि हामी पनि उहिले हो त जाउँ न। जाऊँ त मेरो एसी छैन नि त, मरि त पाकेर एसी छैन नि त पाकेर कता छ सोध न के मलाई अनि रमाइलो गर्दा गर्दै खोज्दा खोज्दै हामी चाहिँ हाम्रो डेस्टिनेसन आइपुगेको छौँ। त्यसबाट केटाकेटीहरू खेल्न थाले, खुब रमाइलो गरे। ठुलो मान्छे चाहिँ खेल्न मिल्दैन रहेछ हाम्रो। खाने त खान्छ। अनि 1-1.5 घन्टा खेलिसकेपछि चाहिँ नानीहरूले भोक लाग्यो भने अनि हामी चाहिँ गएर खाजासाजा खान थाल्यौँ। अनि हामी चाहिँ डुल्दै केराबारीको एउटा पार्कमा आइपुग्यौँ। अनि पार्कमा केटाकेटीहरू चाहिँ यो खेल्ने भनेर कुदेर गएर खेल्दैछन्। एकछिन खेलिसकेपछि अनि हामी चाहिँ एकछिन बस्यौँ शीतलमा अनि घर फर्क्यौँ। आजको भ्लग यहीँनिर एन्ड गर्छु। यहाँसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।